Hello everyone. तपाईहरु कस्तो हुनुहुन्छ? आशा गर्दैछु सन्चै हुनुहुन्छ होला। वेलकम टु माई मिनी ब्लग। मैले चाहिँ मेसोबाट सामान मगाएको थिएँ, आधा आइरहेछ आधा आउनेवाला छ। सो म तपाईहरुलाई देखाएको मेरो सानो भिडियो। आई होप तपाईलाई मन पर्छ होला। इन्जॉय। यो चाहिँ मैले 4टा रिसिभ गरेको थिएँ अहिलेसम्म, अझै आउनेवाला छ। अनि यो फर्स्टमा चाहिँ के छ भन्ने हेर्दै छौं। अबिस पुरा एक्साइटेड छ के छ भित्र चाहिँ भन्दै हेर्दै छ। मलाई यस्तो प्रोडक्टहरु आइन पुरा खुसी लाग्छ नि त। अन्त यो फर्स्ट चाहिँ मैले यो आइल्यासेस कर्ल भन्दो रहेछ, यो मगाएको थिएँ। मलाई पुरा मन पर्छ नि त आईको मेकअप भन्दा पनि त्यो ल्यासेस क्या। मेरो चाहिँ देख्दैन नि त के आँखा त्यो उयो ठुलो भएर, त्यही भएर चाहिँ मलाई ल्यासेस चाहिँ कर्ल गर्नु पुरा मन पर्छ। अनि यो सेकेन्डमा चाहिँ मैले यो क्लिप पुरा मन परेर मगाएको थिएँ। मैले 2टा रिसिभ गरेको थिएँ, इग्नोर माई नेल। अन्त के अरे एउटा चाहिँ मैले बहिनीलाई दिएँ, एउटा चाहिँ मैले राखेँ। एउटै टाइपको आएको थियो। अन्त यो थर्डमा चाहिँ यो तपाईको पिल्लो कभर, लङ पिल्लो हुन्छ नि त्यसको लागि येल्लोमा पुरा मन परेर चाहिँ मगाएको नि। यसको यो छेउछेउमा चाहिँ यस्तो के भन्छ लेस जस्तो छ। अनि यो चाहिँ यस्तो देख्छ। अन्त लास्ट बट नट द लिस्ट, यो चाहिँ मैले हस्बेन्डको लागि टिफिन मगाइदिएको थिएँ। अहिले उस टिफिन लिएर जानुहुँदैछ नि त कि, अन्त उसको लागि टिफिन मगाइदिएको थिएँ। ब्याग चाहिँ हेर्न सक्नुहुन्छ कस्तो राम्रो आएछ। टिफिन 2टा छ यसमा। अनि एउटा ब्याग चाहिँ हेर्नुस् न राम्रो आएछ। अनि टिफिनको यो ठुलो चाहिँ त्यति ठुलो त छैन रहेछ, तर पनि हुन्छ 2टा छ नि त। भाइ हेर्नु नि कसले देखाएको हेर्नु नि। ठिकै छ, तर त्यो 2टामा लाँदा भइहाल्छ, उसलाई पुगिहाल्छ। मलाई चाहिँ अलिक सानो लाग्यो नि त कि, अन्त त्यो भएर, तर हुन्छ। अब अरू पनि आउनेवाला छ, फेरि आएपछि तपाईहरुलाई देखाउँछु नि। आई होप तपाईलाई मेरो यो सानो भिडियो मन पर्यो होला। बाई। भाइले पनि बाई भन्दैछ। थ्यांक यू।